नमस्ते एभ्रिवान, इट्स मी दिपेन्द्र वर्मा। वेलकम टु माई युट्युब च्यानल। एन्ड के छ खबर? सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अनि हामी दुईजना चाहिँ आज मन्थली हिँड्छौँ, बजार हिँडेको छौँ होइन। तर बिहानदेखिबाट बत्ती नआएको कारणले गर्दा चाहिँ हामी घाममा हिँडेको छौँ कि हेर्नु केटा। बिहान बत्ती आएको भए त हामी मोबाइल पनि चार्ज हुन्थ्यो, कहाँ पुगिसकिन्थ्यो, मन्थली पुगिसकिन्थ्यो। अनि मोबाइल नै अफ भएर बसेको थियो कि यो सुरुमा अग्लो हुँदो रहेछ होइन, पछि गर्दै अनि त्यो के भन्छ अरे फेची मोटो खासै नहुने, अनि माथि अग्लो भइसक्यो त्यो लरक्क लर्केर अनि रुखै बाङ्गो भइरहने क्या। त्यो कामै छैन, काठको लागि काम, रुखै बाङ्गो भइसक्यो। यस्तो साँझको मौसम चाहिँ बिहानदेखिबाट अनि बिहानदेखिबाट बत्ती नै, हिजो बेलुकादेखिबाट बत्ती नआएको होइन, रातभरि नै आएन। बिहान कति 7 बजीतिर आएको थियो क्या अरे, 6 बजे भन्दा 6:30 7 बजे थियो ल हो, 6:30 7 बज्न लाग्यो। त्यतिखेर बत्ती आयो। मेरो नानी मोबाइल स्विच अफै थियो कि बेलुकै उठेर फोन सुन गर्नलाई भयो है। त्यहाँबाट त्यहाँदेखि एकछिनपछि बत्ती आइदियो। अनि मेरो त अनि यहीँ डाँडामा आउँदाखेरि नै ल कति हामी बेलुका जाँदाखेरि 35% जति यति थियो होइन। अनि घर गएर बत्ती आइहाल्ला नि भनेर एकछिन पछिसम्म आइरहेको थियो नि त, 7-8 बजीसम्म त। अनि त्यसपछि बत्ती आइ नै हाल्छ भनेर होइन। अनि मोबाइल चलाएर बस्यो, एकछिन पछाडि त मोबाइल 25% तेल जतिमा आइथ्यो, बत्ती नै गयो। एकछिन आइहाल्छ नि बत्ती भनेर फेरि मार चलाइदिएको, लास्टमा त मोबाइलै अफ भएको छ भने। ठिक छ, अब यस्तो छ मौसम। हान्छ पानी नपर्दै हुन्थ्यो बेलुकासम्म त, हरियो होइन, क्लियर देखिरहेको थियो। बल्ल बल्ल तल मन्थली पुल आइपुग्यो होइन। यस्तो छ मन्थली पुलको भ्यू हेर्नु यार। यसको फेरि आज यस्तो टेन्सन भएको होइन, किनकि आज बिहान टावर देखाएन होइन मोबाइलमा पनि, फोन गर्न मिलेको छैन कि, फोन गर्दा ट्राई म्यासेज मात्रै गइरहेको छ। अनि यो जानुपर्ने अन्त हो नि त, काम जानुपर्ने हो। अनि म त यहीँ मन्दिरसम्म आएको, यसलाई आज टेन्सन छ कि फोन लागेन होइन, जाने कि नजाने भनेर चाहिँ टेन्सन परिरहेको थियो। भर्खर बल्ल तल फोन लाग्यो कि यसलाई, त्यो भएर बडो रमाइरहेको छ। म यस्तो छु यार। यो यतापट्टि चाहिँ हाम्रो चिसापानी भयो होइन, यो मन्थली यो साइडपट्टि टेकानपुर भन्छ, यो साइडपट्टि मन्थली नगरपालिका भयो। नगरपालिका त यो सबै हाम्रो चिसापानी पुरै भइहाल्यो होइन। तर मन्थली वडा पनि मन्थली, यता टेकानपुर यता चिसापानी भइहाल्यो। ठिक छ। अनि हामी चाहिँ बल्ल तल यहाँ आइपुग्यो। घाम यस्तो लागेको छ यार, भयो त केटातिर यो बल्ल बल्ल खुसी भइरहेको छ कि अहिले आएर। अझै यसको मोबाइल भेट्नु पर्ने काम छ कि, यसको मोबाइलमै फोन लागेन कि एकपल्ट। दबाई त मैले काट्यो। अनि भर्खरै गाडीबाट म आज फेरि हाम्रो यहाँ लोकल गाडी आउँदैन कि, अनि क्युको गाडी मात्रै आउँछ। ठ्याक्कै त पाल हालेको डाँडा नि, त्यहाँदेखि ठ्याक्कै म हिँड्दै आएको नि त ल, आधी नै बाटो क्या लगलाउँ। अनि पसिना यस्तो आएको छ, यो जता छ कपाल आउँछ पहिलो कुरो त। बल्ल बल्ल आइयो, पानीले चाहिँ पर्ला भनेको पानी नै परेन हेर्नु। यस्तो छ, पानी त हामीलाई आवश्यकता छैन अहिले, नपरेको राम्रो हो। तर अनि बिहान त पर्ला जस्तो भएको थियो नि त, बिहानै चाहिँ। अनि त्यहाँबाटदेखि पछि त घाम लागेको थियो, अहिले फेरि पानी पर्ला जस्तो भएको थियो, परेन। अब त परेन भएको छैन, घर आइसकिहाल्यो। अनि घर आएर त पानी परेन, हामीलाई के मतलब होइन। अनि ठ्याक्कै यतापट्टि आइहाल्यो गाउँ त, चिसो आउँछ गाउँमा आउने त्यो कि। हाम्रो गाउँ भनेको हाम्रै गाउँ हो, एकदम रमाइलो छ। यस्तो चिसो फिल आउँछ नि त गाउँमा, हरियाली छ जता हेरे पनि होइन। अहिले चाहिँ म अनि घर पुगेर कपडा चेन्ज गरेर नुहाएको पनि छैन क्या, कपाल काटेर पानी आएर हिँड्छ। तर आकाशबाट आउने बेला भएन, भयो अनि यस्तो भएको छ, आकाशबाट आउँदा जस्तो भएको छ। तर पाइपमा चाहिँ आएन चाहिँ आज। अनि त्यही भएर चाहिँ म हिँडेको छु भर्खरै भन्दा चाहिँ म आइसकेँ, यहाँ आइपुगिसकेँ। जोड्ने ठाउँ चाहिँ त्यही हो, यहाँबाट अलिकति मास्टर छ। अनि लास्ट पछि लगाइरहेको थियो हिँड्न, बिहान म हिँड्दै गएँ नि त होइन। अनि त्यही भएर आज फेरि बिहान गाडीमा गए भए पनि गाडी पाउँदैन थियो, किनकि त्यहाँ अहिले म झरेर आएको ठाउँसम्म हिँड्दै जानु पर्दैन। त्योभन्दा त म तलबाट जानु ठिक चाँडो हुन्छ। अनि आउने बेला चाहिँ गर्मी पनि थियो, साउन पनि थियो, त्यही भएर चाहिँ
म बसमै आएँ होइन नत्र हिँड्ने आउँदा पनि उस्तै आधी बाटो त उयो हो कि त्यस्तो छ पानी पर्छ हेर आज पर्न चाहिँ अन्त लेख भने लेख हो नि हेर हेर्नु त यस्तो सिधा पारा लगाइरहेको छ लेख छ तिमीमा कि होइन त लेख र यो बेसी नै भन्न मिल्दैन बेसी नै भनौँ न छुट्टै खायो कि बादलले चिन्छ ठ्याक्क डाँडोमा हेर्न सर्लक्क कटिङ गरे जस्तो होइन यहाँबाट सर्लक्क खायो कि यो डाँडोमा छैन त्यहाँ उतापट्टि उता खायो कि सबै उहाँसम्म ठिक छ म घर पानी जोडेर अब घर फर्किन्छु होइन अनि सो आजको भिडियो पनि यति नै हुन्छ सो थ्याङ्क्स सो मच फर वाचिङ एन्ड डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु नबिर्सिनु होला एन्ड सब्सक्राइब गरेर बेल आइकन पनि थिच्न नबिर्सिनु होला होइन यति भन्दै आजको भिडियो अन्त्य गर्न चाहन्छु हस् त।